नेपालीको पहिचान राष्ट्र निर्माणमा हाम्रो अभियान। नमस्कार, म कार्यक्रम प्रस्तुता उषा मगर। सदाको बुधबार चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौं कार्यक्रम समावेशी आवाज लिएर। कार्यक्रम समावेशी आवाज हरेक बुधबार साँझ प्रसारण हुने गरेको छ फेवा टेलिभिजनबाट। हामीलाई हेरेर साथ दिनुहुनेछ भन्ने पूर्ण आशा अनि विश्वास हामीले लिएका छौं। कार्यक्रम समावेशी आवाजमा विभिन्न जात जाति, भाषा भाषी, धर्म, संस्कार, वर्ग, लिङ्ग र क्षेत्रसँग आधारित रहेर हामीले कुराकानी गर्दै आएका छौं। त्यसैले आज पनि हाम्रो स्टुडियोमा एकजना अतिथि आइसक्नु भएको छ। उहाँ हुनुहुन्छ वी क्यान हेल्पिङ ह्यान्ड्स को संस्थापक अध्यक्ष सोमनाथ अधिकारी, सामाजिक व्यक्तित्व पनि हुनुहुन्छ। उहाँसँग रहेर हामीले विविध विषयमाथि कुराकानी गर्ने नै छौं। वी क्यान हेल्पिङ ह्यान्ड्सले के गर्छ, यिनै विविध विषयमाथि रहेर हामीले आजको छलफललाई अगाडि लैजाने नै छौं। त्यसैले हामीलाई हेरेर साथ दिनुहुनेछ भन्ने पूर्ण आशा अनि विश्वास हामीले लिएका छौं। कार्यक्रम समावेशी आवाजमा भने वी क्यान हेल्पिङ ह्यान्ड्सको संस्थापक अध्यक्ष सोमनाथ अधिकारी अथवा सामाजिक व्यक्तित्व पनि हुनुहुन्छ। उहाँलाई कार्यक्रम समावेशी आवाजमा यहाँलाई स्वागत छ। धन्यवाद। आरामै हुनुहुन्छ? एकदम ठिक छ। आजभोलि कतिको व्यस्त हुनुहुन्छ? आजभोलि व्यस्त नै छु। व्यस्त नै हुनुहुन्छ हैन त? यो वी क्यान हेल्पिङ ह्यान्ड्सलाई यहाँले कसरी बुझ्नु भएको छ? यो वी क्यान डु हेल्पिङ ह्यान्ड्स लाई हामीले एउटा सामाजिक रूपमा अगाडि बढिरहेका छौँ। समाजमा विभिन्न समस्यामा परेका मानिसहरूलाई, विभिन्न अप्ठ्यारोमा परेका विभिन्न साथीहरूलाई विभिन्न ठाउँमा हामीले चाहिँ सहयोग गरेका छौँ। यो नितान्त रूपमा सामाजिक कार्यमा अग्रसर हुने संस्था नै भनौँ। अग्रसर हुने संस्था नै। यो पोखरामा एक मात्रै हो कि अरू व्यापकमा पनि छ? मैले चाहिँ पहिलोचोटि सुन्दैछु यो वी क्यान हेल्पिङ ह्यान्ड्स भन्ने। ओके, ठिक छ, तपाईँ पहिलोचोटि सुन्दै हुनुहुन्छ। तर यो संस्था स्थापना भएको तपाईँको 2074 सालमा हो। त्यति बेला चाहिँ त्यति बेला संस्था गर्ने बेलामा हाम्रो एकजना जगत ढुङ्गाना लगायत हाम्रो यो टिम थियो त्यति बेला। उहाँले चलाउँदै गर्नुहुन्थ्यो। त्यसपछि म गएर अनि त्यसलाई दर्ता गरेर त्यसलाई आधिकारिक रूपमा अगाडि बढाउने काम पनि गरियो। त्यो समयमा जब म गइसकेपछि हामीले विभिन्न जिल्लामा पनि हामीले एउटा संस्थाको रूपमा चाहिँ खडा गरेका थियौँ। जस्तै चितवनमा, पर्वतमा, काशीमा पनि हामीले स्थापना गरेका थियौँ। त्यस सँगसँगै विभिन्न जिल्लामा जहाँ समस्या पर्छ हामी त्यो तत्काल रूपमा दौडेर हामीले एउटा चाहिँ हुन्छ नि विभिन्न अप्ठ्यारो परिक्रमा जस्तै दिएर समस्यालाई एउटा घाउको एउटा मलम लगाउने काम चाहिँ गरेका थियौँ। घाउमा मलम चाहिँ लगाए। यो कति वर्षको यो स्थापना 2074 सालमा भयो। यसलाई आधिकारिक रूपमा वैधानिक रूपमा अगाडि बढाउन 2075 सालमा हामीले दर्ता गराएर अगाडि लिएर गएका थियौँ संस्था हो। यो वी क्यान हेल्पिङ ह्यान्ड्स भनेपछि त हामीले अरूलाई केही सहयोग गर्छौँ भन्ने चाहिँ हामी त्यो बुझ्छौँ होइन त? यो सहयोग गर्नको लागि हामी खाली हात मात्रै गएर त पक्का पनि हुँदैन हैन? अनि त्यो खाली हात जानु हुँदैन भन्दै गर्दा हामीले त्यो आर्थिकहरू दिनु पर्यो भने कहाँबाट कसरी जुटाउने? यस्तो छ, अब यो वी क्यान डु हेल्पिङ ह्यान्ड्स भनेको कस्तो संस्था भने यो नितान्त रूपमा हामी गर्न सक्छौँ भन्ने कुरा हो। समाजमा हामी के गर्न सक्छौँ भन्ने युवाहरू थियौँ, साथीहरू थियौँ। त्यो रूपमा हामी अगाडि बढेको संस्था हो। यसमा आउने स्रोतहरू कस्तो भने तिनै भाइहरूबाट केही रकम उठाउने होइन समाजमा। अनि के ठाउँमा समस्या परेको छ, जस्तै ब्लड क्यान्सर भएको छ भने होइन, विभिन्न बाढी गएको छ, पहिरो गएको छ भने पनि भाइहरूबाट केही रकम सङ्कलन गरेर अन्य ठाउँबाट पनि हामीले आह्वान गर्छौँ सहयोग गरिदिनुहोस् भनेर। केही ठाउँबाट आएको रकम सङ्कलन गरेर हामीले त्यो ठाउँमा गएर रात दिने काम गर्छौँ। रात दिने भनेपछि हामी आफ्नै पकेटबाट होइन, त्यो पकेटबाट जति हुन्छ त्यति चाहिँ दिने त्यो काम चाहिँ वी क्यान हेल्पिङ ह्यान्ड्सले गर्छ होइन? यहाँ अध्यक्ष कहिले हुनुभयो? म 74 सालमा जगतजी हुनुहुन्थ्यो। त्यसपछि म 2075 सालमा भएँ अध्यक्ष। 75 सालबाट 2 वर्षको रेसियोमा हामी दौडिरहेको थियौँ। त्यसपछि मैले अर्को नेक्स्ट साथीलाई हाम्रो सुभाष पौडेलजी हुनुहुन्छ उहाँलाई हेन्डओभर गरेर अनि म त्यसपछि चाहिँ म आफ्नो काममा व्यस्त भएँ। के समय पऱ्यो भने म आउँछु भनेर के आबद्ध भएर म अलिपछि आफ्नो फेरि अर्को संस्था हाम्रो फेरि लायन्स क्लबमा पनि आबद्ध भएर म उतातिर पनि फेरि दौडिरहेको छु। सँगसँगै सामाजिक काममा चाहिँ निरन्तर काम त गरेकै छ। लायन्स र वी क्यान हेल्पिङ भन्नेले एउटै काम गर्छ कि फरक तरिकाले काम गर्छ? लायन्स क्लब इन्टरनेसनल भनेको चाहिँ कस्तो भने यो चाहिँ इन्टरनेसनल नै क्लब हो। यो चाहिँ हामीले नेपालमा त्यही अनुसार सेवा सुविधा दिँदै आएको छ। नितान्त रूपमा यो वी क्यान डु हेल्पिङ ह्यान्ड्स भनेको यो हाम्रो नेपालको सन्दर्भमा हाम्रो यहाँको लोकल नै क्लब हो। जस्तै विभिन्न युवा क्लबहरू समाजमा भयो जस्तै क्लब हो। तर यो थोरै अलिकति फरक के छ भने यो अलिकति लाजमा लान सकिने अलिकति होइन, त्यही अनुसार हाम्रो कार्यविधि त्यही अनुसार थियो कि विभिन्न नेपालभरि नै हामीले ब्रान्च गर्न सक्ने टाइपको चाहिँ हो। ब्रान्च कति छ नेपालमा?
नेपाल तपाईँको दुईटा तीनटा जिल्लामा मात्रै छ, अरूमा त छैन। अरू ब्रान्च जस्तै लायन्सले त एक हिसाबले हेर्ने भने त होइन, पोखरामै हेर्ने भने थुप्रै क्लबहरू छ, जस्तै वी क्यान हेल्पिङको ब्रान्च यो हुन सकेन। यो अलि किन हुन सकेन भने पहिला त्यही अनुसारको रनिङमा भएको समय नै हो। अहिले विषयमा चाहिँ अलिकति त्यति धेरै अगाडि बढेको संस्था अलि भएको छैन यो संस्था, किनकि त्यसलाई अलि अगाडि लान सकेको छैन। सायद अब हामीले फेरि यसलाई नै फेरि अगाडि बढाउने माध्यम केही गर्न सकिन्छ भने साथीभाइ छलफल त हुँदैछ। यदि यो भएन भने अब यसलाई कस्तो छ हाम्रो त्यो प्रोसेस बुझ्न बाँकी छ, हामी यसमा जाँदैछौँ। यदि त्यो भएन भने फेरि नयाँ हामीले परिमार्जन गरेर लान सकिन्छ कि भन्ने छलफलमा अगाडि किन जान सकिएन यहाँको संस्था, यहाँले चलाएको संस्था होइन, यहाँ त एउटा संस्थापक अध्यक्ष पनि हो भन्नुभएको छ होइन, किन अगाडि जान सकेन, किन सुत्यो यो संस्था? होइन यस्तो छ, अब कस्तो भने त्यति बेला राम्रो पिकअप लिएर अगाडि बढेको थियो, राम्रो हाइटमै थियो। अनि पछिल्लो समय चाहिँ अब साथीहरू पनि व्यस्त हुनुभयो। साथीहरूलाई मैले जब उहाँलाई चाहिँ हेन्डओभर गरेर दिइसकेपछि उहाँहरूबाट थोरै अगाडि बढ्न सकेन। हुन त उहाँहरू पनि व्यस्तता हुनुभयो, अब सबै आफ्नो काममा, कोही साथीहरू विदेशतिर जानुभएको छ, कोही साथीहरू आफ्नो पेसा व्यवसायमा लाग्नु भएको छ होइन, अनि कोही साथीहरू चाहिँ अब हल्का आफ्नो व्यवसायमा व्यस्त हुनाले समय दिन सक्नु भएन। थोरै ब्याक चाहिँ भएको छ अहिले पछिल्लो समय। यो ब्याक हुने कन्डिसन भनेको अब आफ्नो बाध्यताले गर्दाखेरि हुनसक्छ। यसलाई हामीले थप अब केही एउटा हाइटमा पुर्याउनको निम्ति यसलाई के कसरी अगाडि लान सकिन्छ अथवा अरू कुनै यसलाई परिमार्जन गरेर के अगाडि बढाउन सकिन्छ कि भन्ने हामी सोच्न चाहिँ छौँ। त्यो सम्भवतः केही समयपछि हामी त्यो गर्छौँ। यो वी क्यान हेल्पिङ ह्यान्ड्स भन्ने संस्था भनेपछि यो बेलामा सुतेको छ होइन, सुतेको छ, यसलाई चाहिँ उठाउनुपर्छ भन्ने लाग्छ लाग्दैन? अवश्य लाग्छ नि, एकदम चिन्तन। आफैले खोलेको संस्था होइन, हरेक जिल्लामा गयो भने त हरेक ठाउँमा चाहिँ काम गर्न सकिने भयो, उठाउनुपर्छ जस्तो लाग्छ लाग्दैन यसलाई? त्यो त अवश्य लाग्छ नि, किन नलाग्नु छ र त्यो संस्थाले हिजोको गरेको काम एकदम हेर्दाखेरि र अनि साथीभाइको त्यो मेहनत, त्यो लगात, त्यतिखेर आउनुभएको जुन उहाँले दिनु एकदमले हामीले भुल्न सक्दैन। त्यति बेला चाहिँ अब विभिन्न हुन्थ्यो, जस्तै त्यो बेलामा त अब साथीहरूको नाम लिएर अब फेरि के साथीको नाम छुट्न सक्ला होइन। अधिकांश रूपमा त्यति बेलामा हामीसँग धेरै नै आबद्ध भएर नजिक भएर हाम्रो होइन जीवनजी, हाम्रो वरिष्ठजी हुनुहुन्छ, जापान हुनुहुन्छ होइन, जगतजी हुनुहुन्छ, इन्दुजी हुनुहुन्छ, लगायत सुभाषजी हुनुहुन्छ, लगायत सम्पूर्ण साथीहरू हुनुहुन्थ्यो होइन त्यो संस्थामा। अब सबैको साथीको नाम छुटे पनि अब धेरै साथीहरू हुन्छ, त्यो हाम्रो एउटा पेजमा पनि थियो होइन, अगाडि बढेको संस्था हो। अब त्यसले चाहिँ हिजोको दिनमा राम्रो गरेको थियो, अब बिचमा गएर त्यो पुग्न अलग कुरा हो। कोभिड पछि हामीले राम्रो कोभिडको समय राम्रो काम गऱ्यौँ, त्यसपछि 1-2 वर्ष ग्याप भएको हो। अब फेरि केही चेन्ज गर्न पर्छ, अब के यस्तो संस्था चाहिने रहेछ समाजमा, अनुभव त हुँदै गयो नि त। त्यो हिसाबमा चाहिँ अब चाहिँ के राम्रो पर्छ भन्ने हामीलाई लाग्छ, केही राम्रो पर्छ, केही राम्रो गर्नुपर्छ भन्ने चाहिँ यहाँलाई लाग्छ। यो वी क्यान हेल्पिङ ह्यान्ड्सको अध्यक्ष हुँदै गर्दा यहाँले के गर्नुभयो समाजको लागि? यसको कस्तो भन्नुहुन्छ भने त्यो समयमा यति धेरै काम गऱ्यो। त्यति बेला सम्भवतः जुन लायन्स क्लबहरूले भन्दा पनि, रोटेरिया क्लबहरूले भन्दा पनि यो संस्थाले धेरै नै उत्कृष्ट कार्यहरू गरेको छ। कस्तो भने हामीले यहाँ मात्रै होइन, पर्वतमा तपाईँको शङ्कर पोखरी भन्ने ठाउँ छ, त्यो ठाउँमा गएर आगो लागि भएको बस्तीमा हामीले त्यहाँ तिनका पाताहरू जस्ताहरू लिएर गएर, लत्तो कपडा लिएर गएर, खाद्यान्न लिएर गएर हामी यहाँबाट चाहिँ गाडी रिजर्भ गरेर उहाँ गएर डोनेसन गरेर आएको संस्था हो। त्यसमा हामीलाई साथ दिनु सम्पूर्ण साथीहरूले धन्यवाद दिनुपर्ने हुन्छ। अनि त्यस्तै गरेर हामीले चितवनमा पनि एउटा ब्लड क्यान्सर भएर बसेको साथीलाई पनि हामीले यहाँबाट उहाँ गएर सेवा गरेर आएको पनि छ। त्यो सँगसँगै विशेष गरेर भन्नुपर्दा यस्ता काम त धेरै ठाउँमा गरियो, मानव सेवा आश्रमदेखि लिएर विभिन्न ठाउँमा होइन। जुन तपाईँको चाहिँ मानव सेवा आश्रम भनेको जस्तो नि विभिन्न ठाउँमा यस्तो हुन्छ, कुनै ठाउँमा चाहिँ संस्थाले सहयोग नगरेको र बसेको संस्था पनि त्यो फेला पारियो, त्यो ठाउँमा गएर हामीले सहयोग गरियो। अनि पछिल्लो समय कोभिडको समयमा हामीले के गर्यौँ भन्नुहुन्छ भने कोभिडको समयमा त्यस्तो महामारी बेलामा फैलिएको बेलामा जुन लकडाउन भयो त्यो समयमा होइन, मान्छेहरू बाहिर निस्कन सकिन्थेन, मान्छे त्रासले भित्रै बस्नु पर्ने कन्डिसन थियो। त्यो समयमा हामीले सिडिओबाट चाहिँ अनुमति लिएर, सिडिओ कार्यालयबाट अनुमति लिएर हामीले के गर्यो भने विभिन्न सडकमा भएका बालबालिकाहरू पनि अलपत्र पर्नुहुन्थ्यो बिचराहरू है, न उहाँलाई कसले खाना दिने न के गर्न मिल्ने, आफ्नो सेफ्टीको लागि सबै आफ्नो घरमा बस्नु भएको छ होइन, समस्यामा जेलेको बेलामा समाज। त्यो समयमा हामीले सिडिओबाट अनुमति लिइकन हामीले विभिन्न खानेकुराहरू हाम्रो सल्लाह गुरुमा कुरा हुन्थ्यो, कुरा हुँदै गर्दा हामीले विभिन्न खानेकुरा आइटमहरू बनाएर हामीले विभिन्न ठाउँमा गाडी लिएर, मसँग गाडीहरू थियो अनि लिएर हामी विभिन्न चोक चोकमा ठाउँ ठाउँमा पोखराको सम्पूर्ण भ्यालीहरूमा हामी डुलेर
ती विभिन्न ती सडक बालबालिकादेखि लिएर सडकमा बसेका विभिन्न जुन मान्छेहरू बस्नु भएको छ, उहाँ आपतमा पर्नु भएको थियो, उहाँ खाना नपाएर बिचरा आत्तिनु भएको थियो। त्यो समयमा हामीले खोजी उहाँलाई चाहिँ दिएर अनि उहाँको पेट चाहिँ गुजारा गरेको थियो। हामीले एउटा धर्म त्यो गरेका थियौँ मानवताको नाताले होइन। एउटा त्यो भयो। त्यसरी नै हामीले विभिन्न ठाउँमा चाहिँ चोकचोकमा चाहिँ जस्तै अब कुकुरहरू हुनुहुन्थ्यो गल्ली गल्लीमा होइन, ठाउँ चोकचोकमा हुनुहुन्थ्यो, उहाँहरू पनि त्यस्तो अवस्थामा हुनुहुन्थ्यो। हामीले त्यो खानाहरू पनि उहाँहरूको लागि नै छुट्टै बनाएर चोकचोकमा खानाहरू राखेर जान्थ्यौँ कि खानेकुराहरू त्यो गरेका थियौँ। किनकि हामीले पनि मानवता छँदैछौँ, अब अन्य होइन जीव जन्तुहरूलाई नि हेरौँ न त भन्ने हेतुले पनि हामीले त्यो काम गरेका थियौँ। किनकि त्यहाँ चराचुरुङ्गी पनि आएर खानुभयो त्यो समयमा होइन। त्यो समयमा विभिन्न ठाउँबाट बस्नुभएका बाटोमा सडकमा हुनुभएका कुकुरहरू आएर खानुभयो। घरमा त भएको त सेफ्टी भयो, तर बाटोमा भएका कुकुरहरूलाई सेफ्टी भएन, खानेकुरा भएन, उहाँहरूलाई गाह्रो भयो नि त। त्यो सहयोग हामीले त्यो गरेका थियौँ। किनकि हामीले त्यो एउटा भनेको मानवता धर्म निभाउनु पर्छ भने हामी त्यो समस्या गरेका थियौँ। यस्ता आपत कुराहरू धेरै गरेको छ हेर्नु। अब किनकि हाम्रो विभिन्न समस्यामा भएको समाजमा जेसुकै समस्या हुन्छन् हामीलाई सम्झिनुहुन्थ्यो अनि हामी तत्काल रूपमा उहाँहरूलाई चाहिँ सहयोग गर्न जान्थ्यौँ। विभिन्न ठाउँमा हारुगार गर्थ्यौँ, ल हजुर यस्तो समस्या छ, ल सहयोग गरिदिनु पऱ्यो भन्थ्यौँ, दिनुहुन्थ्यो। अनि हामीले उहाँहरूको सम्पूर्ण पारदर्शी रूपमा चाहिँ सबै हामीले यस्तो यस्तो गरेका छौँ है भनेर प्रोग्राम सबै हाल्थ्यौँ, अपलोड गर्थ्यौँ। हाम्रो पेजमा फलो गर्नुहुन्थ्यो, लाइक गर्नुहुन्थ्यो। त्यस्तै काम चाहिँ धेरै उत्कृष्ट कार्यहरू गरियो। यो पोखराको सन्दर्भलाई हेर्ने हो भने होइन, पोखरामा के धेरै मात्रामा जस्तै लायन्स क्लबहरू होइन, रोटरीहरू, यो वी क्यान हेल्पिङ ह्यान्ड्सहरू थुप्रै संस्थाहरू भएको हुन्छ कि होइन। किन यो थुप्रै संस्थाहरूलाई उत्पादन गरेको अर्थात् यो सिर्जना भएको होला जस्तो लाग्छ यहाँलाई? यो यस्तो हो, अब समाजमा अरू देशमा चाहिँ तपाईँको चाहिँ सायद यो अलिक कमै छ। अब अलिकति विकासोन्मुख देशहरू जुन हुन्छ नेपाल जस्तो देशमा यो आवश्यक किन देखियो भने अब गभर्मेन्टले गर्न सकेको हुँदैन। गभर्मेन्टले गर्न पनि जुन जिम्मेवारी जुन जनतालाई गर्न सकेको कन्डिसनले गर्दाखेरि यो संस्थाहरू आउनु स्वाभाविक कुरा हो। उहाँहरूले अब किनकि उहाँहरूको एउटा मानवता, उहाँहरूको एउटा छुट्टै खालको छ नि त, केही गर्नुपर्छ देशमा समाजमा केही कुराहरू गर्यो भने उहाँले केही सुविधा पाउनुहुन्छ, उहाँले आपतमा परेको छैन के जोगाउन पर्छ भन्ने यो विभिन्न संस्थाहरू छन्। अब किन तपाईँको लोकलदेखि इन्टरनेसनल क्लबका संस्थाहरू सहित हुन्छन्। अब त्यो गर्नु स्वाभाविक कुरा, गर्न नै पर्छ यो समयमा भन्छु म चाहिँ होइन। किनकि अहिले पनि म लायन्स क्लबमै छु, सँगै आबद्ध छु। लायन्स क्लबको पूर्व सचिव पनि हो। त्यो हिसाबमा मैले त्यहाँ पनि बसेर नि विभिन्न ठाउँमा काम गरियो। जस्तै त्यो समयमा त मैले हाम्रो लायन्स क्लबको पोखरा मिड टाउन छ, मिड टाउनको तपाईँको यो तपाईँको बोलबम भएको समयमा होइन, साउनको महिनामा हामीले विभिन्न ठाउँमा चाहिँ पानी मही वितरण गरेर पनि बसियो होइन। यस्तो विभिन्न कार्य त गर्दै आएको छ। सामाजिक काम त म कहिले पनि रोक्दिनँ। त्यो काम हिजो संस्थामा भए पनि आज संस्थामा नभए तापनि जसरी भए तापनि म छन् त छु, संस्थामा छु, तर भए तापनि के भने सामाजिक संस्थामा भएर गर्नुपर्छ भन्ने पनि छैन। नितान्त व्यक्तिगत रूपमा सहयोग गर्न सकिन्छ होइन। त्यो हिसाबमा मैले समाजको लागि समाजमा के गर्नुपर्ने सहयोग त म अवश्य गरिदिन्छु। यो सामाजिक सेवा भन्दै गर्दा समाज सेवामा मात्रै अहिलेको यात्रा समाज सेवालाई मात्रै दिनुभयो कि अन्त कतै पनि यहाँको यात्रा छ? होइन, अब अन्त पनि मेरो यात्रा त छ। किनकि मान्छे भइसकेपछि हेर्नु एक ठाउँमा चाहिँ फोकस गर्न मिल्दैन। हरेक क्षेत्रमा चाहिँ सोच विचार होइन, हरेक कुराहरू मात्रै दिन पर्ने नै हुन्छ, एकदम दिनै पर्ने हुन्छ मानवहरू जन्मिसकेपछि। तर कस्तो भने तपाईँको हिजोको दिनमा मैले एउटा के छुट्याएँ भने कोभिडको समयमा जुन यो कोभिड भएको नभएको मान्छेहरू टेस्ट गर्नु पर्ने थियो कि, जुन एउटा परिवर्तन नेपाल भन्ने संस्था पनि थियो त्यो टाइममा। त्यो संस्थामा नि भएर मैले काम गरेँ र मैले के गरेँ भने बरु विभिन्न संस्थासँग समन्वय गरेर के गरियो भन्नुहुन्छ भने विभिन्न ल्याब टेस्ट गर्ने हुन्छ नि, कोभिड भएको नभएको किटहरू चेक गरेर अनि भएको छैन भनेर छुट्याउन पनि हामी विभिन्न जस्तै हेम्दादेखि लिएर तपाईँको पोखराको विभिन्न ठाउँमा स्कुलहरूमा गएर त्यो चेक पनि गराइयो, निःशुल्क चेक गराइयो त्यो समयमा, त्यो पनि गराइयो। र सँगसँगै तपाईँले भनेको प्रश्न यहाँ के छ भने यो संस्थामा लाग्दै गर्दा अलिकति परिस्थितिमा म व्यवसायसँग नै आबद्ध भएको हुनाले गर्दा व्यवसायसँग जोडिन पर्ने कन्डिसन छ। यता सामाजिक क्षेत्रमा त अब आफ्नो काम सकेको समय त दिएर म काम गरेको नै छु। त्यो सँगसँगै फेरि पछि समय अब आफ्नो एउटा प्यासन पनि हुन्छ, आफ्नो एउटा हबी पनि हुन्छ। त्यो कस्तो भने अब एउटा मैले पहिल्यै बच्चापनबाट चाहिँ एउटा केही गर्छु केही खेल्छु भन्ने यस्तो रहर हुन्थ्यो कि त्यो समयमा मैले अहिले पछिल्लो समय चाहिँ विभिन्न म्युजिक भिडियोहरूदेखि लिएर विभिन्न एउटा चलचित्रको काममा पनि आबद्ध छु। केही समय छुट्याएर त्यता पनि जान्छु। विभिन्न यो चलचित्र मुभीहरूमा आबद्ध छु भन्दै गर्दा यहाँलाई चलचित्र मुभीहरूले कतिको लाभ
पाइराख्नु भएको छ होइन। नितान्त रूपमा मलाई के लाग्छ भने यो लाभ भन्दा पनि मेरो एउटा प्यासन नै हो होइन। कस्तो भने आफ्नो हबी भएको कन्डिसनले गर्दा खेलाउन अब एउटा किनकि रहर हुन्छ बच्चैपनबाटको मान्छेलाई होइन। त्यसले गर्दाखेरि अब केही सानो भिडियोहरू म्युजिक भिडियोहरू गरेको छु भने अहिले पछिल्लो समय एउटा चलचित्रमा काम गर्ने मौका पाएको छु। त्यसमा मैले लाभ पनि लिएको छैन। नितान्त रूपमा एउटा चाहिँ गरौँ खेलौँ साथीभाइले भनेपछि गरेर खेलाम के फरक पर्दैन। एउटा त्यसले पनि एउटा राम्रो सन्देश दिन्छ समाजमा। भोलि हलमा गइसकेपछि के राम्रो सन्देश दिएला नि त, समाजले एउटा मान्छेले बुझ्ने मौका पाउँछन्, त्यसबाट पनि केही कुरा सिक्ने मौका पाउँछन् भनेर चाहिँ म अहिले त्यसमा थोरै जोडिएको मात्रै हो। कुन चलचित्रमा जोडिनु भयो? चलचित्र चाहिँ तपाईँ जीवन शक्ति भन्ने छ। के छ यहाँको भूमिका? मेरो भूमिका एज अ भन्नुपर्दा पत्रकारकै रूपमा छ। त्यहाँ समाजमा भएका घटनाहरूको जुन भण्डाफोर गर्नुपर्ने हुन्छ, त्यसको आवाज उठाउनु पर्ने हुन्छ, त्यो कन्डिसनमा म छु। त्यो कन्डिसनमा चाहिँ यहाँ छ मजाले। भनेपछि त्यहाँबाट लाभ कतिको होला जस्तो लाग्छ यहाँलाई? अब मैले भन्दा पनि जनताले लाभ पाउनुहुन्छ म आशा गरेको छु। त्यसको सिकाइ त्यसको जुन जब मुभी हेर्नुहुन्छ उहाँले बुझ्नुहुन्छ। त्यो मुभी हेर्ने बित्तिकै यहाँ समाजमा यस्तो यस्तो घटना घटेका छन्, यस्ता यस्ता घटनाहरू यस्तै चलचित्रमा आउँदो रहेछन्, यसले चाहिँ अन्य साथीहरू जुन यो घटना घटाउन न्यूनीकरण गर्ने एउटा भूमिका खेल्छ भन्ने एउटा लाभ समाजले पाओस् भन्ने मेरो चाहना हो। मबाट त्यस्तो लाभ चाहिँ के पनि छैन। त्यो मुभी जुन भन्नुभयो त्यो यहाँको तयार भइसक्यो, प्रदर्शनमा आइसक्यो कि आउन बाँकी छ? अब आउन बाँकी छ। लगभग अब हामी लास्ट कन्डिसनमै छौँ। मिल्यो भने दसैँ तिहारको बिचमा सो गर्ने भन्ने प्लानमा चाहिँ छौँ। एक दिन वान डे एक दिन सो गर्ने हलमा प्लान छ। विभिन्न सहरमा पनि लर गर्ने प्लान त छ। यदि यस समय सकिएन भ्याइएन भने अब फेरि समय देशमा पनि यस्तो परिस्थितिले गर्दाखेरि हामीले तिहारपछि गर्न पनि सकिने सम्भावना छ। त्यहाँभन्दा धेरै ढिलो त हुँदैन। रेडी कन्डिसनमै छ लगभग। हामीले अब समय डेट मिलाउने कन्डिसनमै छौँ। अपेक्षा कतिको गर्नुभएको छ यहाँको मुभीको? मुभीको अपेक्षा त मैले अब जस्तै ठुलो पर्दामा त हाम्रो जुन माथिबाटै दर्ता भएर आएको त होइन। हामीले वान डे सो गर्ने हो ठुलो हलमा हो। तपाईँको चाहिँ जस्तै एउटा कुनै हलमा ठुलो हलमा लगेर एक दिन सो गर्ने हो। त्यो हलमा चाहिँ कतिको राम्रो पर्फर्मेन्स आउँछ हेरौँ। अनि विभिन्न ठाउँमा चाहिँ डिमान्ड आइसकेको छ, एक दुई ठाउँबाट लिएर आउनुहोस् भनेर होइन। हामीले एक दिनको लागि सो गर्दै जाने नि हो, किनकि समाजमा चाहिँ देखाउँदै भिजाउँदै जान्छ नि त। त्यसले राम्रो व्यापक लियो भने यहाँको ठाउँ चाहिँ रहन्छ भन्ने चाहिँ यहाँलाई लाग्छ? व्यापार त त्यस्तो त ठुलो आशा त्यस्तो हामीले गरेको पनि छैन। हामीले गरेको लगानी उठ्दै पुग्छ। हाम्रो त्यस्तो केही पनि चाहिएको छैन। कति लगानी गर्नु? लगानी त भयो तपाईँको 20-25 लाखको रेसियो भयो। आउँछ 20-25 लाख आउँछ आउँदैन? अब विदेशतिर एप्लाई गरियो भने सायद हेरौँ के हुन्छ होइन। अब कुरा गर्ने प्लानमा हो के हुन्छ। नर्मल रूपमा चाहिँ अब यहाँ लोकल भ्यालीमा त्यति आउँछ नि, त्यस्तो गरेको छैन। हाम्रो लगानी उठ्दै पुग्छ। अब लगानी ठुलो कुरो हो। अब त्यो जस्तै ठुलै पर्दा रूपमा चाहिँ तपाईँको 51 दिन मन्त्रीले गएर अलग कुरा हुन सक्थ्यो। त्यो भोलिको दिनमा हेरौँला होइन। बल्ल पहिलोचोटि पाइलट टेकेर केही गरौँ न भनेर एउटा सानो एउटा ठुलो पर्दामा चाहिँ एउटा सो गरौँ न एक दिनको लागि भनेर मात्रै निकालेको हो। हेरौँ भोलि 2 दिन चलाउन सकिएला, 3 दिन सकाउन सकिएला अलग कुरा हो। न त अहिले 1 डेको लागि सो गर्ने प्लानमै छ पोखरा। नत्र यो फिल्महरू यो मुभीहरू भनेको जति योभन्दा विगतमा थियो 20औं वर्ष अगाडि थियो, तर अहिले चाहिँ अलिकति नभएको हो कि जस्तो लाग्छ। यहाँलाई के लाग्छ? त्यो चाहिँ हो पहिलाभन्दा त्यस्तो कन्डिसन देखिन्छ नि, नदेखिने त होइन। अब सुधार्नु पर्ने र अलिकति त्यसलाई चेन्ज गरेर लानुपर्ने माध्यम त गर्नुपर्ने कन्डिसन त छँदैछ नि। त्यो बिस्तारै होला इन्क्रिज होला, किनकि अहिले पनि देशमा आउने परिवर्तन आएस्तै भोलि पनि त्यो वे आउन सक्छ नआउन सक्छ। के सुधार्नुपर्छ जस्तो लाग्छ? यहाँले त्यो जो टार्गेट गरेर खेल्नुभयो त्यो एउटा हबी थियो, त्यो एउटा तपाईँको रुचि थियो, त्यहाँ के सुधार्नुपर्छ जस्तो लाग्छ यहाँलाई? तपाईँको अब भन्नुपर्दा इन्डियाकै कम्पेयर गरौँ। अब इन्डियामा जुन तपाईँको त्यही अनुसारको लगानी त्यही अनुसारको चाहिँ विभिन्न प्रविधिहरू छन्। नेपालमा त्यति प्रविधिहरू सायद कमै छन्। हुन त एक दुई ठाउँमा केही नर्मल केही होला है, तर हुनुपर्ने चाहिँ छैन। किनकि त्यही अनुसारको चाहिँ प्रविधि युज गरेर त्यही अनुसार अब एक्टरहरू त लगभग गर्नु नै हुन्छ, त्यति नराम्रो होइन। अलिकति अलिक बाहुन टाइपले अलिकति हुन्छ नि त्यो तपाईँको दिनपर्ने जुन यसलाई एक्जाम दिनुपर्ने साथीहरूले जुन गर्नुभएको छ यो फिल्डको लागि, त्यसमा चाहिँ प्रविधिदेखि लिएर विभिन्न ठाउँमा चाहिँ अलिक सङ्घर्ष मिहिनेत त थोरै गर्नुपर्ने देखिन्छ नि। त्यो गऱ्यो भने त अवश्य नै हुन्छ। त्यो गऱ्यो भने चाहिँ यसले ब्याकअप लिन्छ भने चाहिँ यहाँलाई लाग्छ होइन त? यहाँले अलि अघि मात्रै जोड्नुभएको थियो म एउटा पर्यटन क्षेत्रमा पनि काम गरेको व्यक्ति हो। कुन क्षेत्रलाई लिएर यहाँ अगाडि बढ्नु भएको छ? म चाहिँ विशेष गरेर पर्यटन क्षेत्रमा त विगत 15 वर्षदेखि नै काम गरेको व्यक्ति हो। जब मैले एसएससी दिएँ, एसएससीबाट मैले जब सुरु गर्दै म आफ्नो पर्यटन क्षेत्रमा अगाडि बढेको मान्छे नै हो।
अनि अहिले आफैले नै आफ्नो कम्पनीहरू सञ्चालन गरिरहेको छु। अब पर्यटन क्षेत्रमा त अब भन्नुपर्दा 15 वर्षबाट अहिलेसम्म आउँदै गर्दाखेरि विभिन्न बाधा अवसरहरू त हुन्छ नि, त्यो विभिन्न समस्याहरू झेल्दै अब समस्या र अवसरसँग खेल्दै आएको नै हो। यसमा चाहिँ समस्या त हुन्छ नै, नहुने विषय त हुँदै भएन कुरो भएन। अब व्यवसाय गर्दाखेरि चाहिँ हरेक होइन हन्डर ठक्कर खानै पर्ने हुन्छ, किनकि मान्छे भइसकेपछि अब एउटा सजिलैसँग त कुनै ठाउँबाट चाहिँ रिटर्न आउन सक्दैन। यो विषयलाई हामीले बुझ्नुपर्ने नै हुन्छ, त्यस्तो खासै त केही छैन। अहिले कस्तो छ यहाँको पर्यटन व्यवसाय क्षेत्र? अहिले कस्तो छ यो माहौलमा, कस्तो चलिराखेको छ यहाँको? अहिलेको यो माहौलमा त अलिकति अप्ठ्यारो भएकै हो। 2-3 दिन प्लेन पनि स्टप भयो होइन, किनकि स्टप भयो त्यसले गर्दाखेरि मान्छेलाई केही आवाजातमा समस्या त आयो नै आयो होइन। अनि यातायातको कन्डिसनले पनि त्यस्तै भयो, हवाई कन्डिसनमा पनि त्यस्तै भयो, किनकि दुवै ठाउँमा चाहिँ समस्या आउनु भनेको जनताले समस्या पाउनु नै हो। त्यो हिसाबमा चाहिँ अब यो कन्डिसन देशले खोजेको माग पुरा त भयो कि अब मान्छेलाई चाहिँ दुःख चाहिँ समस्या हुने कुरो स्वाभाविक कुरा हो, भइहाल्छ नि। त्यो एउटा फाइदाको लागि एउटा बेफाइदा हुने स्वाभाविक कुरा नि हुनसक्छ। त्यसलाई हामी नराम्रो पनि सोध्नुपर्छ, तर घाटा त अवश्य व्यवसायलाई घाटा परेकै हुन्छ, किनकि प्लेन 2-4 स्टप हुने बित्तिकै हामीले त टिकटहरू काट्न पाउँदैन, किनकि हाम्रो ट्राभल एजेन्सी भएको भएर व्यवसाय भएको भएर हामीले त त्यहाँ ठाउँबाट विभिन्न ठाउँमा प्लेन टिकट काटेर आवाजात गराउनु पर्ने, हामीले कस्टमरहरूलाई पठाउनु पर्ने हुन्छ होइन, जनताहरूलाई चाहिँ सर्भिस दिनुपर्ने हुन्छ होइन। त्यो सेवा दिने कन्डिसनमा त्यो समस्या आउने भयो, गाडीको समस्या पनि आउने भयो, आवाजातमा समस्या आउने नर्मल कुरा नै लिन्छु मैले, तर घाटा चाहिँ व्यवसायलाई अवश्य घाटा पर्नु सकेको कुरा नि हो। यो जुन 1-2 दिनको जुन माहौल थियो त्यसले गर्दा चाहिँ व्यवसायलाई चाहिँ प्रत्येक व्यवसायले चाहिँ घाटा पर्छ जस्तो लाग्छ यहाँलाई होइन? घाटा पर्छ। अझ यो मात्रै नभइकन तपाईँको हिजोको कोभिडको समयमा पनि जब लकडाउन सुरु भयो नेपालमा, त्यति बेला पनि तपाईँको 2 वर्ष 3 वर्षको रेसियोमा पनि कयौँ घाटा त बिहोर्नु पर्यो। जस्तै पर्यटन क्षेत्रमा तपाईँको होटल व्यवसायले घाटा बिहोर्नु परेको छ, हामी ट्राभल एजेन्सीले घाटा बिहोर्नु परेको छ, 2 वर्ष त हामीले घरै बसेर केही काम गर्नु परेको छ होइन। त्यो अब विभिन्न टेस्ट माध्यम गरेर मात्रै यात्रा गर्नुपर्ने कन्डिसन थियो, एकदम दुःखको कन्डिसन थियो। त्यो समयमा पनि घाटा पर्यो। त्यति बेलासम्म एकदम पिकअप लिने कन्डिसन थियो नेपालले, पर्यटन क्षेत्रमा फर्को मार्ने कन्डिसन पनि देखिन्थ्यो। पछिल्लो समय चाहिँ विभिन्न त्यो समयले गर्दाखेरि 2-3 वर्षकोले गर्दाखेरि अहिलेसम्म असर गरिरहेको छ कि केही होइन, त्यो गरिरहेको छ, किनकि जुन हुनुपर्ने बिजनेस व्यवसाय हो त्यो अलिकति कम भएको छ, किनकि त्यो असर अहिलेसम्म देखिएकै छ भनौँ न। यो 15 वर्षसम्म यो पर्यटन व्यवसाय क्षेत्रतिर लाग्दै गर्दा कहिले कहिले त यही 15 वर्षको अवधिमा पनि सेटिस्फाई हुनुभयो कि हुनु भएन? अब यस्तो हो, अब आफूले खुसी दुःखी हुने कस्तो कुरा आफूमा सन्तुष्टिको कुरा हो कि होइन। अब कस्तो हुन्छ भने आफूले चाहिँ यति कुरामा पनि मलाई चित्त बुझ्छ भने खुसी छ भने खुसी हुने हो, अराउन्ड रुपियाँ कमाएर पनि म खुसी छैन भनेदेखि त्यो के पनि खुसी भएर होइन। त्यो कम्पेयर कस्तो हुँदो रहेछ भने आफूमा सन्तुष्टिको कुरा हो, आत्मसन्तुष्टिको कुरा। आत्मा चाहिँ खुसी छ भने खुसी नै भयो। अब व्यवसायमा चाहिँ करोडौँ रुपियाँ कमाउन जसलाई नि इच्छा हुनसक्छ होइन। अब घाटै खाएर गरौँ भन्ने कसैलाई नै हुन्छ र होइन। अब चाहिँ मलाई कस्तो लाग्छ भने अब मलाई यो क्षेत्रबाट मैले आफ्नो साथीभाइ चिन्न पाएको छु होइन, मेरो आफन्तहरू चिन्न पाएको छु, आफ्नो मान्छे बनाउन पाएको छु, साथीभाइले जोड्न पाएको छु, उहाँसँग उहाँहरूले मलाई एउटा छुट्टै पिआर पाएको छु उहाँहरूबाट। त्यही नै मेरो एउटा इन्कम हो, एउटा स्रोत हो होइन। अब पैसा भन्ने कुरा त नर्मल जसले नै कमाइहाल्छ, नर्मल रूपमा कमाउँछ, आफ्नो जिन्दगी निर्वाह गरेकै हुन्छ, जिन्दगीलाई ढकेलेको छ, चलाइएको छ, अब त्यस्तो केही पनि छैन। तर मैले त्यहाँबाट कमाउने साथीभाइहरूबाट उहाँहरूलाई चिन्जान गर्ने, एउटा भेट्ने मौका पाउनु होइन, चिन्ने मौका पाउनु, नयाँ व्यक्तिहरू जोडिने मौका पाउनु मेरो एउटा इन्कम नै भन्छ। यसलाई नै इन्कम हुन्छ। नत्र भने यहाँ जस्तो युवा विदेशतिर पलायन भएको होइन हाम्रो अहिलेको स्थितिमा पनि छ, तर यहाँले त 15 वर्ष भइसकेछ यो क्षेत्रलाई अँगालेको होइन, अझै पनि अँगाल्छु भन्ने चाहिँ यहाँलाई लाग्छ? होइन, अब अझै पनि त्यो लाग्छ, किनकि नेपालमा त केही गर्नै पर्छ होइन। किनकि अझ यो त मेरो अझ केही नै होइन। अब म त 2-4 गाडी 2-3 गाडी हुँदैमा तपाईँको ट्राभल भएर यत्रो सर्भिस दिँदैमा नै हुन्छ भन्दा छैन। अझ गर्नु पनि त कहीँ छ, अझ भोलि गएर विभिन्न गर्न पनि प्लानिङ त धेरै छन् होइन। त्यो सफल होला नि नहोला थाहा छैन। नेपालको निसम्म त गाह्रै छ, भए तापनि हरेस खाएको छैन अहिलेसम्म। अब नेक्स्ट अब हेरौँ लेस्ट पछि कस्तो समय आइपुग्छ, त्यो प्रतीक्षा मेहनत त जारी छ। अब कन्डिसन देशले पनि केही मुहार फेर्ला भन्ने आशा लागेको छ। भोलि गएर जहाँसुकै लगानी गरे पनि त्यसलाई चाहिँ लस हुँदैन होला नेपालमा, त्यसको रिस्क पनि गभर्मेन्टले के हेर्छ कि भन्ने हाम्रो आशा लाग्छ। त्यो कन्डिसनमा गयो भने हामी सेफ ल्यान्डिङमा काम गर्न सक्यो भने सफल नै भइन्छ कि। अब योभन्दा खत्तमै हुँदै गयो भने त गाह्रै छ, नेपालमा पनि गाह्रै हुन्छ। यो हिजो आजको जुन परिवर्तन भन्नुभएको छ, केही परिवर्तन होला, केही गर्न सकिएला भन्नुभएको छ, यहाँलाई विश्वास लाग्छ केही गर्न सकिन्छ भन्ने चाहिँ यहाँलाई विश्वास लाग्छ? यस्तो छ, अब हिजोकोसम्म थिएन, अब अलिकति आस पलाएको त छ। किनभने हिजोको दिनमा जति गर्थे
उनी माथिका टाउके नेताहरूको कन्डिसनले आसेपासे घुमिले मात्रै गर्थे, उहाँसँग सबै कुरा खेल्थे होइन, उहाँसँग सबै कुरा थियो, राम्रो नराम्रो सबै कुरा थियो, उहाँले त्यही अनुसार चाहिँ कुन तरिकाले कमाउँथे होला आफ्नो ठाउँ छ। हामी त एउटा दुःख सङ्घ त मिहिनेत गरेर खाने मान्छे हो हेर्नुहोस् होइन, किनकि हामी सङ्घर्ष मिहिनेत गरेर खाने मान्छे हो। कुनै लोभ लालचमा कुनै त्यस्तो ठुलो माथिको नेताको आड परेर ठुलै अरू 2 नम्बरी धन्दा गरेर कमाउने हामी मान्छे परिएन होइन। त्यो हिसाबमा चाहिँ अब हामी यसरी नै जिन्दगी चलाउँदाखेरि हामी एउटा हुन्छ नि एउटा उद्देश्य एउटा चाहिँ के भन्छ त्यसलाई भिजन बनाएर काम गर्न खोजेको हुन्छ। त्यो कन्डिसनमा चाहिँ गर्ने बेलामा लगानी गरेर इन्भेस्ट गर्ने कन्डिसनमा गभर्मेन्टले पनि के सपोर्ट गर्ला कि भन्ने हाम्रो आशा हो, किनकि युवाहरूलाई पनि रोजगार दिनुपर्छ होइन। हामीले पनि कहीँ रोजगार दिएको छ होइन, के साथीहरू रोजगार दिँदै गर्दा अब भोलि हामीले नयाँ बिजनेस थप्दै गर्दाखेरि इन्भेस्ट गर्दै गर्दाखेरि के हुन्छ भने गभर्मेन्टले पनि हाम्रो सपोर्ट गरिदियो भने र हामी भएको जस्तो युवाहरूले अझै पनि थप केही गर्न सकिन्छ कि भन्ने हामीले आशा बुझेका छौँ होइन। यसमा पनि भएन, गभर्मेन्टले गर्न सकेन, लगानी गर्दाखेरि पनि डुबियो। अब त्यस्तै कन्डिसनमा गएर हामी जुन नेगेटिभ वेमा गएर समस्यामै पर्न गयो भने त भोलि हाम्रो उठीवास त हुन सक्छ नि त। त्यो अवस्थामा जान सकिन्छ कन्डिसन त छैन, प्रयास त गरिन्छ नै, तर हुनसक्छ भन्न सक्दैन भने भोलि कन्डिसन के होला अलिअलि भनेर भन्ने ठाउँ त छैन होइन। अब गर्दै जाउँ, हेरौँ कहाँसम्म पुगिन्छ। परिवर्तन हुन्छ भन्ने चाहिँ आश गरौँ होइन त। हिजो आजको जो यो परिवेश घटिराखेको छ यसले चाहिँ परिवर्तन हुन्छ भन्ने चाहिँ हामी आश गरौँ होइन। आश त गरौँ अब, किनकि अलि नै थाहा भइसक्यो हेर्नु न देशमा कस्तो कस्तो घटना घटे होइन। अब तपाईँहरूले बुझ्नुभएको छ, आम जनताले बुझ्नु भएको छ। अब त्यस्तो घटना गरेर कहीँ हाम्रो लगभग तपाईँको त सुन्नमा आउँछ तपाईँको कति खर्ब अर्ब होइन, 6 अर्ब 25 होइन 6 खर्ब 25 अर्ब जति चाहिँ त्यो सबै सम्पत्तिहरू चाहिँ छ भन्ने सुन्नमा आएको छ। सबै देश विकास हुने जुन हामीलाई के लाग्छ भन्नुहुन्छ भने प्रति व्यक्ति जनताले ऋण लागेको छ तपाईँको 75,000 रुपियाँ जस्तो प्रति व्यक्ति ऋण लागेको छ भन्ने सुन्नमा आउँछ। त्यो सायद त त्यहीँ रहेछ क्या सबै पैसा हेर्नुहोस्, त्यस्तो देखियो नि त माहौल देशले त। अब त्यो भनेको त के भने जनतालाई त घाटा बनाउनु जानुपर्ने छ देखिदिन्छ दिनमा। अब त्यो उजाड भएर आइसक्यो, सबै छङ्गङ्ग भइसकेको छ। अब त्यो वे ब्रेक भएर अब नयाँ नयाँ बाटो गएर नयाँ परिवर्तन सहित अगाडि बढ्यो भने सायद अब जनताले पनि हरेक ठाउँमा लगानी गरिरहेका छन् भने त्यसले अलिकति के रिटर्न देला राम्रो होला भन्ने आशा त गर्नै पर्यो। हेरौँ होइन त्यसमा चाहिँ के हुन्छ। अब भोलिको गभर्मेन्टले त्यही अनुसार काम गर्न सके राम्रै होला भन्ने आशा गरेका छौँ। त्यो चाहिँ गरोस् भन्ने कामना गर्छौँ। शुभकामना पनि दिन चाहन्छौँ। अहिले जो वर्तमानमा भइराखेको छ उहाँहरूलाई चाहिँ हामी शुभकामना पनि दिन चाहन्छौँ। यहाँसम्म आइरहँदा यो उमेरमा यहाँलाई राजनीति गर्न मन लागेन? अब राजनीति गर्न मन त लागेको त खासै थिएन, हिजोसम्म सुरुमा लागेको थिएन। जति गरे पनि यिनीहरू जानिन् भनेर जनताले पनि भन्दै आउँथे, तिमीहरूले के लाग्दैन भन्दै आउने कन्डिसन थियो हिजोको दिनसम्म होइन। अब जतिसुकै गरे पनि जित्ने यिनीहरूले पनि खाने यिनीहरूले भनेर हिजो हाम्रो हजुरबाबाट हाम्रो बाबाबाट हाम्रो पालासम्म यिनीहरूकै रोजाइ छ होइन, थियो भनौँ, किनकि अब त्यो थियो। अब पछिल्लो कन्डिसनमा अब त्यो समयमा अब हामी पनि चेन्ज गर्नुपर्छ है भन्ने एउटा चाहिँ आशय त ममा पनि आउँथ्यो, नआउने त होइन होइन। अब कहिले जाने कहिले गएर हामी खाने राजनीतिमा के गरिन्छ भन्ने विषय त आउँथ्यो। तर आउँदै गर्दाखेरि के हुन्थ्यो भने अब आउन त जाउन त भन्ने जस्तो चाहिँ पछिल्लो कन्डिसनले जुन 79को चुनावमा म पनि एकचोटि घुमिएको हो होइन। त्यति बेला चाहिँ अब यसरी हुँदैन, देशमा स्वतन्त्र रूपबाट उठ्नुपर्छ भनेर त्यति बेला चाहिँ म चुनावमा होमिएको व्यक्ति पनि हो, किनकि परिवर्तन नदेखिएको कन्डिसन हित भएर थाकेर हाम्रो बुवाहरूले पनि त्यही दुःख भेट्नु भएको छ, हामीहरूले पनि त्यही दुःख झेल्न पर्छ भने त परिवर्तन के को लागि त नि होइन, के दुःख गएको रिटर्न हुन सक्नु पर्यो नेपालमा होइन। त्यो नहुँदै गर्दाखेरि समस्या त आएपछि अब त्यही बेसामा हल्का गर्थेँ, हल्का स्वतन्त्र रूपबाट चाहिँ अगाडि बढेको थियो त्यो समयमा 79को समयमा। त्यसपछि चाहिँ हल्का राजनीतिमा चाहिँ हल्का इन्ट्रेस्ट जाग्दै गइरहेछ भनौँ, किनकि यो परिवेशले पनि त्यस्तै ल्याइरहेछ, त्यो सँगसँगै बोक्न पनि कन्डिसन भइरहेछ। अब भने हामी कार्यक्रमको अन्तमा छौँ। मैले यहाँलाई सोध्न बिर्सिएको, यहाँले भन्न मन लागेको केही छ भने हाम्रो यो कार्यक्रम समावेशी आवाजमा यहाँले भन्न सक्नुहुन्छ। होइन अब थ्याङ्क यू म्याम। अब के भने मेरो लागि त त्यस्तो केही छैन। मैले सम्पूर्ण आम जनताहरूलाई के भन्छु भने अब युवाहरू भनेको यो देशको मुहार फेर्ने व्यक्ति नै हो। अब उहाँहरूले नै अब यस मुलुकलाई परिवर्तन गर्नुपर्छ होइन। उहाँहरूले नै देशलाई राजनीति मात्रै होइन, युवाहरूले भोलिको देश विकास गर्न अहम भूमिका खेलेको हुन्छ। राजनीति मात्रै खेलेको हुँदैन, भोलि बिजनेस व्यवसायबाट खेलेको हुन्छ, त्यसलाई पनि ध्यान दिनुपर्छ। समाजलाई कसरी विकास दिन सकिन्छ। अब हाम्रो देशको त विकास एउटा होला,
अब समाजलाई पनि कसरी विकास दिन सकिन्छ भन्ने पनि ध्यान दिएर सोच्नुपर्ने आवश्यक छ होइन। आफ्नो टोललाई आफ्नो छिमेकलाई तपाईँको त्यो सँगसँगै नभइकन आफ्नो हुन्छ आफ्नो जिल्लालाई हुन्छ कसरी हुन्छ आफ्नो 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 क्षेत्रबाट चाहिँ विकासको निम्ति अगाडि बढ्नुपर्छ। जस्तै उद्योग धन्दा खोल्न पर्ने हुन्छ कि होइन। उद्यमशीलता त बन्न पनि आवश्यक छ अहिलेको समयमा, किनकि यतिकै फर्को त सरकारले सबै कुरा गरिदिने ठिक्का पारेर दिन्छ होइन होइन। किनकि त्यो आफूले इन्भेस्ट गरेर अलिक युवाहरू सबै राजनीतिमा त केही हुनुहुन्छ अलि बिजनेस व्यवसायतिर नै हुनु पर्यो होइन। किनकि देशलाई एउटा छुट्टै प्रवृत्तितिर लान पर्ने छ होइन। अरू देश कहीँ कहाँ पुगिसकेका छन्। अब हाम्रो युवाहरूले त्यता पनि फोकस गर्नुपर्ने देखिन्छ होइन। किनकि अब हामीले विभिन्न सेक्टरबाट चाहिँ आफ्नो क्षमता आफ्नो दक्षता के छ आफ्नो स्किल के छ त्यही अनुसार अगाडि बढौँ, सम्पूर्ण युवाहरू जुटौँ। अब राजनीति त आफ्नो पाटो छँदैछ, केही त्यहाँ जानु होला। के साथीहरूलाई आफ्नो आफ्नो क्षेत्रतिर विकासतिर चाहिँ कसरी सोध्न सकिन्छ आफ्नो भिजन दिएर आफ्नो टोल छिमेक विकासतिर चाहिँ कसरी अगाडि बढ्न सकिन्छ यसमा चाहिँ फोकस गर्नु होला भन्न चाहन्छु। त्यही हो, अरू त्यस्तो खास त केही पनि छैन म्याम। देश तपाईँसँग आएर दुई चार कुरा राख्न पाइयो, त्यसको मौका दिनुभएको पनि धन्यवाद छ। अरू त ठिक छ। समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। आजको अतिथि हुनुहुन्थ्यो वी क्यान हेल्पिङ ह्यान्ड्सको संस्थापक अध्यक्ष सोमनाथ अधिकारी, सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो। हामीलाई समय दिनुभयो, उहाँलाई धेरै धेरै धन्यवाद भन्दै प्राविधिक साथी सुजनलाई पनि धन्यवाद भन्दै फेरि हामी अर्को श्रृङ्खलामा भेट्ने बाचा सहित म कार्यक्रम प्रस्तुता उषा मगर बिदा हुन्छु। हस्त नमस्ते।